जय श्रीमन नारायण। नमस्कार। म आचार्य श्री डाक्टर महेन्द्रनाथ मन्दडा, पिरामिड वास्तु नेपाल, काठमाडौँबाट तपाईको तोडफोड नगरिकन वास्तु दोष निवारण हुने एक मात्र ठाउँ र हाम्रा कन्सल्टेन्टहरू पनि धेरै छन्, उनीहरू पनि गरिरहेछन्। आज फरक फरक टपिकमा एउटा अझ टपिक बढाइरहेछौँ हामी। आफ्नो घरको अझ इनर्जी कसरी बढाउने, इभिल आईबाट कसरी बच्ने र एउटा राम्रो टपिक सुन्न पाउनुहुन्छ आज तपाईँ। यो लक 9x9 को है, यो इभिल आईबाट बच्नको लागि आई 9x9 विष्णुको आँखा, यो ओम विथ डिफ्रेन्ट कलर। यहाँ सबै हाम्रो जति हेर्नुहुन्छ नि सबको बेसको कलर डिफ्रेन्ट डिफ्रेन्ट छ, तर यहाँ ओमको पनि कलर आफ्नो आफ्नो 9 भागको 9वटा कलर, यसबाट 9 ग्रहलाई पनि रिप्रेजेन्ट गरेको देखाइरहेछ कलर वाइज। कति राम्रो टपिक छ भन्नुहोस् त। प्लास्टिक त एउटा साधन भयो जो राम्रो सेप दिएर राम्रो ऊर्जा प्राप्त गर्न हामीलाई सहयोग गरिरहेछ। यो ओम 9x9 यसलाई भन्नै पर्दैन, घरमा जुनसुकै ठाउँमा पनि पहिला प्रायोरिटी ढोकाबाट छिर्ने बित्तिकै हेर्ने, या ढोकाको बाहिरपट्टि हाम्रो ठाउँ छ भनेपछि एउटा प्लेटफर्म बनेको हुन्छ, त्यस्तो ठाउँ छ भने त्यसमा राख्न सकिन्छ। यसको पनि हामी तपाईलाई कुनै कुनै भिडियोमा देखाउँछौँ हामीले कसरी राखेका छौँ। यो आई 9x9 नकारात्मक ऊर्जाबाट बचाउनको लागि प्रयोग गरिन्छ। यसमा हेर्नु सबभन्दा ठुलो कुरो के छ, फेरि म रिपिट गर्दैछु। इन्डिभिजुअल एउटा बक्स छ, 81 वटा पिरामिड बनेको छ। यहाँ 81 81 81 81, यो माथि फेरि भित्रपट्टि यो छाउमा हेर्नुस्, भित्रपट्टि देखिन्छ यस्तोमा। यहाँ भित्र 81 वटा मात्र छ। फेरि हेर्नुस् त कति ठुलो पावर पाएका छौँ हामीले। 81 के हो? केमिस्ट्रीमा न्युमेरिक पिरियडिक टेबल भनेर एउटा पार्ट छ, त्यहाँ लाइभ एलिमेन्ट भनेर 81 लाइभ एलिमेन्ट लिएको छ। वास्तुको पदहरूमा पनि, घरको वास्तुको पदहरू मिलाउँदा पनि 49 र 81 लिइन्छ। त्यो 81 सबै एउटा कहीँ न कहीँ कनेक्सन शास्त्रले जोडेको छ राम्रो ऊर्जाको लागि। 81 पदको 81 वटा ऊ हुन्छ, 49 देवता हुन्छन्, तिनीहरूले 81 पदलाई कभर गरेका हुन्छन्। एउटा कुरो। अब यो विष्णुको आँखा भयो, यसले हामीलाई नकारात्मक ऊर्जाबाट बचाउनको लागि घरको ढोका छिर्ने बित्तिकै सामुन्ने देख्ने हिसाबले पनि राख्न सकिन्छ। अर्को तपाईको ढोका बाहिर पनि हाम्रो जुन एउटा वेटिङ एरिया जस्तो बनाउँछौँ त्यहाँ पनि यो राख्न सकिन्छ। यसलाई हामी आई 9x9 भनेर चिन्छौँ, यसलाई हामी ओम 9x9 भनेर चिन्छौँ। अब म एउटा राम्रो टपिक तपाईहरुलाई बताउन गइरहेको छु, त्यो हो लक 9x9 को बारेमा। स्विजरल्यान्डको लाग्रान्ज भन्ने ठाउँमा एउटा यो जुन इन्फिनिटी नट भन्छौँ, यसको इन छैन, घुमेर पनि त्यही आइरहेछ। बन्यो कसरी यो पनि एउटा शोधको विषय हो। अनि हाम्रो यहाँ थान्काहरूमा पनि इन्फिनिटी नोटको कुरा हुन्छ, खादा दिँदाखेरि पनि त्यहाँ 8 वटा हुन्छ, त्यहाँ पनि इन्फिनिटी हुन्छ। ढोकाहरूमा पनि नेपालमा हामी इन्फिनिटी नोटहरू राख्छौँ। दिस द डिफ्रेन्ट, किनभने स्विजरल्यान्डको ठाउँको लिएको छ, किनभनेपछि विदेशमा पनि मान्छेहरूले यसको महत्त्व बुझ्दा रहेछन् भनेर हाम्रो जितेन गुरुजीले यो पार्ट लिनुभयो, यो सिम्बलै लिनुभयो। लाग्रान्ज भन्ने ठाउँमा एउटा स्टोनमा यो थियो। एकजना मान्छे बाहिर जाँदै थियो, एकदम डिप्रेस भनौँ न, कामको लागि उसलाई भौतारिरहेको थियो, काम पाइरहेको थिएन। यसको अगाडिबाट हेरेर, संजोगले हेरेर त्यो अगाडि निस्क्यो, त्यो दिन त्यसको काम बन्यो। डे बाई डे उसको प्रोग्रेस हुन लाग्यो। एउटा सर्ट यो कहानी भनौँ, विश्वास हुन्छ हुँदैन त्यो बेग्लै कुरो हो, तर मैले त मेरो गुरुले बताउनु भयो त्यसले गर्दा म तपाईहरुलाई बताइरहेको छु। मलाई त पूर्ण विश्वास छ यसले
यो मैले आफ्नो घरमा पनि प्रयोग गरेको छ। एउटा पार्ट यो भयो। अब यो चिज चाहिँ एउटा त ढोकामा राखियो, अब कोठा पछि पनि राख्न सकिन्छ, कोठा पछि राख्न सकिन्छ। किन भनेपछि आजभोलि हार्मोनीको कमी भइरहेछ, अन्डरस्ट्यान्डिङको कमी भइरहेछ, त्यस अन्डरस्ट्यान्डिङ पनि बढाउँछ, यसले फर्टिलिटी पनि बढाउँछ। त्यही लाग्रान्जमा मान्छेहरूको सन्तति हुँदैन थियो भने पछि बिस्तारै बिस्तारै एउटा प्रचार जसरी हामी पशुपतिनाथ किन जान्छौँ, विश्वासले गर्दा जान्छौँ नि, त्यहाँ मान्छेको विश्वास बढ्दै गयो। त फर्टिलिटीको लागि पनि यो यन्त्रको प्रयोग मान्छेहरूले हामीले पनि गराउँछौँ यहाँ, अनि मान्छेहरूले त्यहाँ गर्थे, त्यहाँ हेरेर जान्थे। त्यहाँ त अब त्यसको चित्रहरू राख्ने काम गरेछ कि छैन त्यो त मलाई आइडिया छैन, तर हाम्रो गुरुले अब त्यो सबै स्विजरल्यान्ड जान सक्दैन भनेर त्यही सेप, त्यही यसको आकृति ल्याएर यसमा राखेर यो धेरै कुराहरूमा काम गर्छ। तपाईँ आफ्नो विषलाई पनि यसमा राख्न सक्नुहुन्छ। यो हाम्रो पिरामिड यन्त्रहरू भर्सेटाइल छ, यसको प्रयोग कति बेला कुन ठाउँमा गर्न सक्छौँ मलाई पनि एकचोटिमा बोल्न सकिँदैन, त्यो बोल्यो भने धेरै ठुलो भिडियो भएर जान्छ। त्यसैले पार्ट पार्टमा हामी भिडियो बनाउँदैछौँ। यो सुपर पावर यन्त्र पनि यसलाई भन्न सक्छु म। मैले मेरै घरमा युज गरेको, मेरो भतिजकै लागि गरेको, अनि त्यहाँबाट रिजल्ट पाएँ। यो अघि तपाईँले लक 9x9 को कुरा गरेको थिएँ। दिस इज द ट्रिपल लक 9x9, 3वटा छ, त्यसले गर्दा इन्फिनिटी बन्छ। ट्रिपल पिरामिड लक फर ऑल राउन्ड सक्सेस है। मिस्टिक पिरामिड आई फर ऑल राउन्ड प्रोटेक्सन। मिस्टिक आई वर्डले नै तपाईँ बुझिसक्नुभयो होला। यसको डिटेलहरू तपाईँलाई अब सबै भिडियोमा आउँछ, पछाडिको पनि डिटेलहरू सबै तपाईँको भिडियोमा हेर्न सक्नुहुन्छ। धन्यवाद।